पूर्वी नेपालको प्राकृतिक सम्पदाले भरिपूर्ण एक अद्भुत गन्तव्य कोशी टप्पु वन्यजन्तु आरक्ष्य जैविक विविधता दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीहरूको स्वर्ग मानिने यो क्षेत्र आज पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ। प्रकृतिमा आधारित पर्यटनको अथाह सम्भावना बोकेको कोशी टप्पु नेपालकै महत्त्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक हो। यहाँ दुर्लभ वन्यजन्तुहरू मात्र होइन, सयौं प्रजातिका चराचुरुङ्गीहरू पनि पाइन्छन्। चरा प्रेमी र प्रकृति प्रेमीहरूका लागि यो आरक्ष्य स्वर्ग सरह मानिन्छ। हरेक वर्ष यहाँ आन्तरिक तथा बाहिरी पर्यटकहरूको चहल पहल बढ्दो छ। शान्त वातावरण, नदीको सुन्दरता, वन्यजन्तुको अवलोकन र प्राकृतिक सौन्दर्यले जो कोहीलाई मोहित बनाउँछ। चालु आर्थिक वर्षको 11 महिनामै 9,000 भन्दा बढी पर्यटकहरूले कोशी टप्पुको भ्रमण गरिसकेका छन्। पर्यटकहरूको बढ्दो आगमनसँगै आरक्ष्यले 21 लाख रुपियाँ भन्दा बढी राजस्व समेत सङ्कलन गरेको छ। यसले यहाँको पर्यटन सम्भावना दिन प्रतिदिन विस्तार हुँदै गएको स्पष्ट देखाउँछ। कोशी टप्पुले केवल पर्यटनलाई मात्र होइन, स्थानीय रोजगारी, आर्थिक गतिविधि र वातावरण संरक्षणलाई समेत टेवा पुर्याएको छ। यदि तपाईँ प्रकृतिको वास्तविक सौन्दर्य अनुभव गर्न चाहनुहुन्छ भने कोशी टप्पु तपाईँको उत्कृष्ट गन्तव्य बन्न सक्छ, जहाँ प्रकृति बोल्छ, चराहरू गीत गाउँछन् र हरियालीले मनलाई शान्त बनाउँछ। यस कोशी टप्पु वन्यजन्तु आरक्ष्य पर्यटनको हिसाबले चाहिँ यस आर्थिक वर्षमा भनौँ 2082 साउन 1 गतेदेखि 83 साल जेठ मसान्तसम्म चाहिँ लगभग 9,200 को हाराहारीले चाहिँ भ्रमण गरिसक्नु भएको छ भनेदेखि लगभग पर्यटनबाट र अन्यबाट चाहिँ हाम्रो 21 लाखको हाराहारीमा राजस्व सङ्कलन गर्ने भएको छ। यस कार्यालयमा अब पर्यटन प्रवर्धनको हिसाबले चाहिँ आरक्ष्य कार्यालयमा गर्न सकिने क्रियाकलापमा भनेको एउटा आरक्ष्य प्रवेश गर्ने भयो, त्यसपछि आएर हाम्रो हात्ती सफारी, त्यसपछि आएर हाम्रो म्युजियम अवलोकन, सँगसँगै हाम्रो चाहिँ भित्र जाने टुरिस्टहरूको लागि चाहिँ जङ्गल ड्राइभ भनेर अनि त्यसरी चाहिँ व्यवस्था गरिएको छ। त्यस सँगसँगै अब आरक्ष्य कार्यालयले चाहिँ मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पनि अब काम गर्ने भएको हुँदा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि पनि जस्तो सोलर तारबाट निर्माण गर्ने अनि त्यसपछि आएर मध्यवर्ती क्षेत्रका उपभोक्ताहरूलाई चाहिँ संरक्षण सम्बन्धी कार्यक्रमहरू गर्ने लगायतका चाहिँ क्रियाकलापहरू चाहिँ सञ्चालन गर्ने गरिएको छ।